Let's talk about digital sovereignty in EV. तपाईलाई थाहा छ आजको इलेक्ट्रिक भेहिकल केवल एउटा गाडी मात्र होइन, यो त सवारी साधनको रूपमा प्रयोग हुने एउटा कम्प्युटर पनि हो। यसले तपाईको बारेमा धेरै जानकारीहरू संकलन गरिरहेको हुन्छ। तपाई अहिले गाडीमा कहाँ हुनुहुन्छ, गाडी कहिले चलाउनु भयो, कुन बाटो हुँदै जानु भयो, कति दूरी तय गर्नु भयो, ब्याट्रीको अवस्था कस्तो छ, चार्ज कहाँ गर्नु भयो, गाडी कस्तो तरिकाले चलाउनुहुन्छ, यस्ता धेरै विवरणहरू तपाईको इभीले संकलन गरिरहेको हुन्छ। यस्ता जानकारी मध्ये केही गाडी भित्र सीमित हुन्छन् भने धेरै जसो निर्माता कम्पनीको सर्भरमा जम्मा भइरहेको हुन्छ। आजका इलेक्ट्रिक सवारी साधनहरू सफ्टवेयर, इन्टरनेट, मोबाइल एप, नेभिगेसन प्रणाली र क्लाउड सेवामा आधारित छन्। त्यसैले अहिलेको गाडी केवल मोटर र ब्याट्रीको संयोजन मात्र होइन, यो एउटा डाटा इकोसिस्टम पनि हो। यहीबाट एउटा महत्त्वपूर्ण प्रश्न उठ्छ, हामीले प्रयोग गरिरहेको इभीले संकलन गर्ने हाम्रो व्यक्तिगत तथ्याङ्कको नियन्त्रण वास्तवमै कसको हातमा छ त? यही प्रश्नसँग जोडिन्छ डिजिटल सभरेन्टी। आम मानिसले बुझ्ने भाषामा भन्नुपर्दा हामीले प्रयोग गर्ने डिजिटल सेवा, सफ्टवेयरहरूले संकलन गर्ने तथ्याङ्क, त्यसमा प्रयोग हुने हार्डवेयर, क्लाउड सर्भिस र एआई नेटवर्कमाथि कसको अधिकार र नियन्त्रण कसको छ भन्ने विषय नै डिजिटल सभरेन्टी हो। विद्युतीय सवारी साधनको संसारमा यसको महत्त्व झन् बढ्दै गएको छ, किनभने आज गाडीको धेरै सुविधा सफ्टवेयर मार्फत सञ्चालन हुन्छ। नयाँ सुविधा थप्ने, समस्या समाधान गर्ने, नेभिगेसन अद्यावधिक गर्ने, ब्याट्रीको कार्यक्षमता व्यवस्थापन गर्ने, यी सबै काम अहिले रिमोटली हुन्छ। यसको अर्थ अब तपाईको गाडी गाडी मात्र रहेन, यो हरेक देशका लागि अत्यन्त संवेदनशील सामग्री बन्न पुगेको छ। नेपाल जस्तो देशका लागि पनि यो विषय अझ संवेदनशील बन्दै गएको छ। हामीले प्रयोग गर्ने अधिकांश विद्युतीय सवारी साधन, तिनको सफ्टवेयर र डिजिटल सेवाहरू फरेन कम्पनीमाथि निर्भर छन्, जसले हाम्रो गोपनीयता र डिजिटल प्रणालीमाथि वैदेशिक शक्तिहरूको नियन्त्रणको जोखिम बढाएको छ। त्यसैले अब प्रश्न केवल हामी विद्युतीय सवारी साधन चलाइरहेका छौं कि छैनौं भन्ने होइन, वास्तविक प्रश्न त यो हो, हामी आफ्नो तथ्याङ्क र डिजिटल प्रणालीमाथि आफै नियन्त्रण गरिरहेका छौं कि केवल त्यसको प्रयोगकर्ता मात्र बनेर बसेका छौं।